भक्तपुर जिल्लाको नीलबराही मन्दिरतिर जाँदै गरेको भिडियो हो यो सिँढीहरू चाहिँ मूल पानीतिरबाट छिर्दाखेरि यताबाट यो बाटो हुँदै नीलबराही पुगिन्छ। झन्डै 200-250 सिँढी होलान्। टोटल सानो भए पनि रमणीय ठाउँ, जङ्गल अत्यन्तै आकर्षक, यतिलाई राम्रै जङ्गल मानिन्छ। काठमाडौँ उपत्यकाभित्र सहरको छेउछाउ नीलबराही मन्दिर चाहिँ हामीले जुन बिस्केट जात्रा, बिस्खा जात्रा भनेर देशभरि प्रख्यात जात्राको नाम सुनेका छौँ भने त्यो चाहिँ यही नीलबराही मन्दिरको जात्रा हो। जिब्रो छेड्ने पनि त्यही बेला हो कि जस्तो लाग्छ। जिब्रो छेड्ने जात्रा पनि त्यो चाहिँ मलाई यकिन भएन। तर यो जङ्गल, यो सिँढी, यहाँ रहेका थुप्रै बाँदरहरू, चुरुङ्गीहरूले यो मन्दिरलाई थप आकर्षक बनाएको छ। सिँढी चढ्न नसक्नेहरूले चाहिँ बोर्डेतर्फको बाटोबाट आउनुभयो भने मन्दिरसम्मै बाइक आइपुग्छ। माथि थोरै समथर छ, मन्दिरमा एकदमै राम्रो छ। मलाई मनपर्ने मेरो घरको नजिकको गन्तव्य, हिँडेर यसो फ्रेस हुन आउने मर्निङ वाक, इभिनिङ वाक होइन एनी वाकको लागि म चाहिँ यो गन्तव्य चुन्छु। योभन्दा पहिला आउँदाखेरि चाहिँ एकजना यहाँको भजन मण्डलीको सदस्यसँग भेट भएको थियो। उहाँले चाहिँ बिस्केट जात्रा, बिस्खा जात्रा, नीलबराही जात्राको बारेमा मलाई सुनाउनु भएको। उहाँको भनाइअनुसार नीलबराहीको मूर्ति, माथिको नाग, अरू अन्य के सबै सुनको थियो अरे पहिला। त्यो चाहिँ हाल छैन रे, किनभने यो जमानामै चोरी भइसक्यो अरे। बस्तीबाट थोरै बाहिर जङ्गलभित्र भएको कारण यहाँ अलि सुरक्षित चाहिँ मानिँदो रहन्छ। तर हाल त्यो अवस्था छैन। अहिले चाहिँ नभए पनि अमूल्य वस्तुहरू चाहिँ, मूर्ति चोरी भइसकेका छन् भन्ने सुनाउनु भयो। हामी मन्दिर प्रवेश गरिसकेका छौँ। भजन मण्डलीहरू अभ्यास गरिरहेको सुनिन्छ। भजन अभ्यास गरिरहेको सुनिन्छ। गजब रमणीय लाग्छ मलाई चाहिँ। म चाहिँ प्रायः आइरहन्थेँ पहिला। बिचमा अलिकति हिँड्न छोडेर जिमतिर लागेको कारणले हिँड्न कम गरियो। फेरि जिम हुँदै पनि हिँड्नलाई कन्टिन्युटी दिइरहेको छु। मन्दिर यही हो। त्यो नाग देखिएको त्यो सुनकै थियो अरे पहिला। मन्दिरलाई एक परिक्रमा गरौँ। सत्तल पार्टीहरू पनि राम्रो बनाइएको छ यहाँ। मन्दिर दिउँसो चाहिँ बन्दै हुन्छ, यहाँ भित्र हो। बार लगाइएको छ, दिनभरि यत्तिकै होला। शनिबार चाहिँ ओरिजिनल मूर्ति नै ल्याएर यहाँ राखिन्छ भन्ने सुनेको थिएँ। शनिबार परेन आज र दिउँसोको समयमा हुने कुरो पनि भएन होला।
मान्छेहरू प्राय भइरहेको छन् यहाँ भक्तपुर र काठमाडौँको सिमानामा भएको हुनाले धेरै मान्छेहरू आइरहेको देखिन्छ यहाँ एयरपोर्ट पनि देखिन्छ यहाँबाट यहाँबाट देखिएको सिधा दृश्य एयरपोर्ट हो रमाइलो ठाउँ छ सानो भए पनि जङ्गल अति आकर्षक छ मेजोरिटी वन चाहिँ सल्लो नै होला रुखहरू चाहिँ अब हामी मुलपानीतिरको बाटोबाट मन्दिर हुँदै भक्तपुरतिरको बोर्डेतिरको बाटोतिर लाग्दैछौँ यहाँ स्कुलबाट केही कार्यक्रम हुँदैछ बाइकहरू ठ्याक्क भक्तपुरबाट बोर्डेतिरबाट आउँदाखेरि यहाँसम्म आउँछ यहाँबाट 1 मिनट पनि लाग्दैन भित्र मन्दिर पुग्नलाई अत्यन्त रमणीय छ बाँदर चाहिँ गर्मीले होला बाटोतिर देखिन्नन् अघि 4-5 वटा त तल देखायो तर आवाज सुनिरहेको छ तर एकदम रमणीय छ हस् त धन्यवाद